हजुर सर नमस्ते। नमस्कार हजुर। हजुरको परिचय भनिदिनु पर्यो सर। मेरो नाम चाहिँ हरिकाजी गौतम, खिचिदेम्बा गाउँपालिकाको वार्ड नम्बर 2 मा मेरो घर हो। म पेसाले शिक्षक हो। अब 2052 सालबाट म यो शिक्षण पेसामा आबद्ध छु। अस्थायी गरी विभिन्न ठाउँहरू डुल्दै यही खिचिदेम्बा यही ओखलढुङ्गाको विभिन्न विद्यालयहरू डुल्दै अहिले म फुलमती माविमा कार्यरत छु, यहाँ नजिकैको विद्यालयमा। र अहिले म सहायक प्रहको जिम्मेवारीमा पनि छु पेसागत हिसाबमा। के छ त यो ठाउँमा? अब तपाईँ त लामो समय बस्नुभयो, यहाँ के छ पर्यटन सम्बन्धी सम्भावना के देख्नुहुन्छ त हजुरले यो ठाउँमा? अब यो ठाउँको समग्र विकासमा विकास प्रेमी, विकास गर्न चाहने भनेर धेरै व्यक्तिहरू आउनुहुन्छ। त्यो परिवेशमा ठ्याक्कै सांसदमा छिरिसकेपछि विभिन्न वातावरण नमिलेर होला। जस्तो यहाँ पर्यटनको सम्भावना धेरै छन्, पहिला गर्ने यो काम गर्ने भनेर फिक्स गर्नुहुन्छ, पछि ती कार्यान्वयन हुन सक्दैन। र यहाँ चाहिँ देम्बा डाँडा अनि चुरीदेवी मन्दिर, पोकली झरना विभिन्न पर्यटकीय स्थलहरू छन्। अब प्राकृतिक रूपमा पनि यो सुन्दर ठाउँ हो, तापनि ती कुराहरूमा आवश्यक पूर्वाधार पुर्याउने, पर्यटकका कुराहरू, पर्यटन व्यवसायहरू भित्र्याउने कुराहरू चाहिँ समग्र रूपमा पूर्ण रूपमा लागू भएका छैनन्। अनि यो ठाउँमा कस्तो धार्मिक सांस्कृतिक हिसाबले के कस्तो कुन कुन जातिहरूको बसोबास छ र कस्ता कस्ता किसिमका पर्व मेलाहरू मनाउने गर्दछन् यो ठाउँमा? यो ठाउँ चाहिँ धार्मिक सहिष्णुताको सङ्गम भन्दा पनि हुन्छ। यहाँ हिन्दू, बौद्धिस्ट अनि क्रिस्चियन विभिन्न धर्म सम्प्रदायका मानिसहरू बसेका छौँ। र हामी हिन्दू धर्मावलम्बी मानिसहरूले बौद्धमा गएर, बौद्ध गुम्बाहरूमा गएर बत्ती बाल्ने, पूजापाठमा सहभागी हुने, शिर निहुर्याएर लामाहरूको दर्शन गर्ने, आशीर्वाद प्राप्त गर्ने आदि काम गरिरहेका छौँ भने हामीले क्रिस्चियनका चर्चहरूमा विभिन्न कार्यक्रमहरूमा बोलाउँदा पनि हामी गएर चर्चको त्यहाँको प्रसाद ग्रहण गर्ने, समग्र रूपमा हामी चाहिँ हातेमालो गर्ने र धार्मिक सहिष्णुता कायम गर्ने अवस्थाको गाउँपालिका छ। यहाँ चाहिँ तामाङ, शेर्पा, सुनुवार अनि ब्राह्मण, क्षेत्री, नेवार विभिन्न जात जातिको सङ्गम स्थल हो समग्र रूपमा भन्दा। समयको लागि धेरै धेरै धन्यवाद। धन्यवाद।